आज तपाईहरुको सहमति भएन भने भोलिदेखि कस्तो किसिमको आन्दोलन हैन भोलिको कार्यक्रम त हामीले घोषणा गर्छौं। आज सहमति भएन भने भोलि नेपाल भरिका सबै स्वास्थ्य संस्थामा इमर्जेन्सी र सदन उपचार कक्ष बाहेकका सेवाहरू हामी चाहिँ बहिष्कार गर्छौं। आज मन्त्रीज्यूसँग भेट भएपछि अथवा भेट हुने सम्भावना त अब छ, कतिको सहमति होला जस्तो आशावादीमा हुनुहुन्छ? हैन हामी आशावादी कहाँ छैनौं भने माघ 25 देखि आज वैशाख 11 गते आउँदाखेरि कुनै पनि राज्यको निकायले तिमीले यो निर्णय मानेनौ भने हामी तिमीलाई यो गर्छौं अथवा हामीले तिमीलाई यो रोक्छौं अथवा हामी तिम्रो यो कारणले चाहिँ तिम्रो व्यापारमा ड्यामेज हुन्छ भन्ने कुनै पनि भनेको छैन हो। राज्यले आफ्नो निर्णय नमान्नेलाई त कानुनी कारबाही गर्नु। अहिले तपाईलाई प्रहरीले हामीलाई के गर्नु, कानुनले निषेधाज्ञा टोड्नु भने हामी बल प्रयोग गर्छौं भन्नु भनेपछि एउटा 100 मिटरको बाटो हिँड्छु भन्दाखेरि राज्यले चाहिँ बल प्रयोग गर्न सक्छ भने यहाँ चाहिँ एउटा 700-800 चिकित्सकले 72 घण्टा काम गर्दै बापत महिनाको आजको रेटमा भन्नुहुन्छ भने 48,737 रुपियाँ हो। उहाँलाई आनाकानी गर्नेहरूलाई उहाँहरूले केही नगर्नु चाहिँ राज्यकै भूमिकामा हामीले शंका छ। हैन अब यो स्रोत कतिले सुनिश्चित मान्ने के आजको मलाई भन्नुहुन्छ भने